हेलो नमस्ते सबैजनालाई। वेलकम टु माई ब्लग। र तपाईहरुको लागि चाहिँ मैले आज एकदम म काममा हिँडेको चिसो बोकेर हिँडेको छु हैन। तपाईहरुको लागि चाहिँ हाम्रो यो मन्थन नगरपालिका 14 फ्लासीमा चाहिँ न वडाबाट जेसीबी आयो, न प्राइभेट व्यक्तिगत जेसीबी आयो, न कुनै ठेकदारले ल्यायो। गाउँले मान्छे कसैलाई पनि थाहा छैन गाइज है। गाउँले कसैलाई पनि थाहा छैन। र कहाँनिर बाटो राम्रो छ, कहाँ अप्ठ्यारो छैन त्यहीँ मात्र कोतारेको छ गाइज। हेर्नु ल, यो हेर्नु है, यो भित्ता भत्काएको छ अनि केही गरेको छैन, माटो मात्रै पुर्या छ तपाईहरुको लागि। अब हेर्ने बाटो यहाँ त्यतिकै राम्रो थियो क्या। खास गरी काट्नै पर्ने हो भने चाहिँ यो भित्ताको नाला काट्नु पर्छ। नाला राम्रोसँग काटेर रोड राम्रोसँग सफा गरे पो राम्रो हुन्छ। केही पनि छैन। यो कसले गरेको हो, के गरेको हो, को हो, कसो हो, यो हामी केही पनि जान्दैन। र यो जोसुकैले गरे पनि यो भिडियो हेर्यो भने चाहिँ काम नगर्दा गरेपछि राम्रोसँग काम गरिदिनु होला क्या। तपाईहरुले यति मात्रै नाला खनेर पुग्छ, यता चाहिँ कसको तेरा बाउले आएर खन्छ हो। यो होइन के तरिका। ल यहाँ यही रोडको छेउमा ल्याएर माटो राख्छ, यो माटो तलतिर फाल्दिएको भए के जान्थ्यो त अनि? कि यो यहाँनिर यो बिचमा फिलिङ गरिदिनु पर्छ यो माटो। यो यसरी चाहिँ देश चल्दैन। मेन कुरो चाहिँ हाम्रो गाउँको वडा सदस्यलाई भन्न चाहन्छु, र अङ्कल तपाईँ कहाँ हुनुहुन्छ? गाउँमा आएर राम्रो विकास काम गर्ने काम गर्नु। भोलिको दिनमा तपाईँ हामी काम लाग्छ है। मैले भनेको चाहिँ यही हो। र राम्रो काम गर्नु होला। र तपाईँलाई भोलि राम्रो काम गरेर तपाईँलाई भोलि मान्छेले राम्रो मान्छ त। भएन नि गाइज। अब हेर्नु है, अब यतातिर नाला काटेको छ, यहाँदेखि नाला यहाँ पहिल्यै नाला थियो। अब यहाँदेखि यता नाला छैन कि यो रोडमा छ। अब हेर्नु गाइज है, रोडमा छ। यो भएन नि, यो रोडमा भयो। यस्तो नगरौँ। जो कोहीले गरे पनि को हो फेरि हिजो बेलुका आगो पुग्छ यहाँ? यसरी बाटोमा आगो नपुग्दिनु होला। र यहाँ हेर्नु न, यो डाँडा भत्काउनु पर्ने जरुरतै थिएन क्या। यो केही गर्नुपर्ने जरुरत थिएन। र यहाँनिर खानेपानी पाइप थियो, सिँचाइको पानी छैन। रोडभरि पानी बनाइदिएको छ है। केही गरे हो यो भएन। जसले गरेको के गरेको म केही जान्दिनँ होइन। अब यस्तो तरिकाले रोड खनेर हुँदैन, नाला बनाएर पनि हुँदैन। नबनाउँदा बनाएपछि राम्रोसँग बनाऊ। र यस्तो अब हाम्रो गाडी हाम्रो बाटोमा सुपर चल्छ तैपनि अब बाटो फस्यो भने यस्तो ग्राभेलमा कहिले बाटोमा गाडी फस्छ? यो ग्राभेलमा गाडी फस्छ यार। हामीले त्यो बेकु बनाउनु नखोज क्या। यो जहाँसम्म लाग्छ यो मासतिरको मान्छेको राजनीतिक हो जस्तो लाग्छ है। हामी यो तलतिर सुपर हालिसकेपछि माथिल्लो गाउँको मान्छेले राजनीति खेलिरहेछ अझै पनि। र अझै पनि म भन्न चाहन्छु क्या, यो खोला राम्रोसँग गरौँ। जसले जे गरे पनि, जसले भए पनि। अनि यहाँनिर यो सिम हो, यो है, यो सिम हो। र यसलाई अलिकति अझ यसलाई राम्रोसँग नाला काट्नुपर्ने। खास गरी नाला काट्नुपर्ने चाहिँ यहाँनिर थियो क्या। यो खास गरी नालै छ, यहाँ नाला थुनिसकेको छ। यो नाला पानी कुदायो भने रोडमा त्यस्तो हानिकारक आउँदैन नि त। तपाईँहरूलाई म अलि देखाउँछु कि कस्तो कस्तो ठाउँमा गइरहेको छ। यो चाहिँ सिङ्गेटको खरे खोला है गाइज। यो खरे खोलामा बाटो लगेर हाम्रो यहाँको माथिको मान्छेहरूले साह्रै दुःख पाएको छ हौ। यो बाटो चाहिँ अहिले आएर खुलासा भयो कि यो बाटोमा यो कोतार्ने काम कसले गरेको भनेर चाहिँ क्या। नाम त अब तोक्यो भने भोलिको दिनमा मनाउनु हुन्छ। हेर है, हेर साइज हो साथी हो। अब यस्तो हो, म चाहिँ के भने म बोल्दिनँ। र जुन हामी आउने बाटो नाका चाहिँ राम्रो सानो छ। अब त्यहाँनिर सोलिङ गर्नुपर्ने ठाउँमा चाहिँ वहाँ उता टुप्पामा के गाइस, वहाँ टुप्पामा के भन्छ बिरुवा, वहाँ टुप्पामा लगेर चाहिँ सोलिङ गर्न ला रहेछ। र त्यहाँनिर नाला काट्नको लागि खन्नको लागि चाहिँ हाम्रो यो
वनको पैसाबाट खनेको रे भन्ने कुरा सुनेको हो होइन। यो वनको पैसा होस् या सरकारको पैसा होस् या जोसुकैको पैसा होस्, बाटो त राम्रोसँग खन्नु पर्यो नि। त्यो बाटो बिगार्ने काम चाहिँ नगरौँ न क्या, नगरौँ। यो वनको हाम्रो यो तलतिर वनको यो वनतिरको को छ अध्यक्ष को सदस्य, तिनीहरूकै काम हो यो रोड कोतार्ने चाहिँ। र यो हाम्रो गाउँमा रोड कोतारिरहेछ, रोड बनाइरहेछ, वडा सदस्यहरू कता छ के छ, वडा सदस्यहरूलाई खबर छ कि छैन, गाउँको मान्छेहरूलाई खबर छ कि छैन, त्यो चाहिँ हुनु पर्यो। सबैजनालाई खबर गर्नु पर्यो, यस्तो यस्तो गरेर बाटो खन्दैछ भन्नु पर्यो। आफ्नो प्राइभेट निजी खन्नी होइन है। र अब जुन मेन ठाउँमै गतिलो छैन है, यो सानो टुप्पोमा ल्याएर गर्ने के। र आज तिनीहरूले हिजो गएर त्यहाँ बाटो खनेको कारणले आज हाम्रो गाउँबाट सुपर गएको छैन। आज हाम्रो गाउँबाट सुपर गएको छैन किनभने हिजो तिनीहरूले बाटो खन्यो। हिजो तिनीहरूले बाटो खनिसकेपछि तपाईँको के भयो भन्दाखेरि चाहिँ त्यो हिलो बाटो भयो, हिलो बाटोमा गाडी फस्यो। आज गाडी गएको छैन। अहिले कतिखेर गाडी जान्छ थाहा छैन। हाम्रो यहाँबाट जहिले पनि 6 बजे गाडी हिँड्थ्यो गाइज है, 6 बजे हिँड्थ्यो। आज गाडी गएको छैन, के गर्ने, यस्तै छ है। र यस्तो नहोस्, त्यो बाटो अब राम्रो, यो बाटोलाई नाला खन्ने काम चाहिँ गरौँ, यो दायाँ बायाँ यो भत्काउने काम नगरौँ। र अनि सोलिङ ठाउँ ठाउँमा सोलिङ गर्नु पर्यो। र सोलिङ गर्दाखेरि पनि सोलिङको भाग खनेर ग्रेड घटाएर मात्रै चाहिँ गर्नुपर्छ है गाइस। यो हुँदैन, सबैले बोल्नुपर्छ, मैले बोलेर मात्रै हुँदैन ल।